इलेक्ट्रिक सर्किटमा फ्युज युज गरिन्छ। आखिर फ्युज किन यति साह्रो इम्पोर्टेन्ट छ, आऊ म तिमीलाई बुझाउँछु। वेलकम टु 100 days 100 videos challenge where science is made easy and simple to understand. Today is day 36. फ्युज इलेक्ट्रिक सर्किटमा सेफ्टी डिभाइसको रूपमा युज हुन्छ, जसले सर्किटलाई ओभरलोड र सर्ट सर्किट हुनबाट बचाउँछ। फ्युजभित्र एउटा पातलो मेटलको वायर हुन्छ जुन नर्मल कन्डिसनमा इलेक्ट्रिक करेन्ट पास हुन्छ। जब करेन्ट सेफ लिमिट भन्दा धेरै हुन्छ त्यो पातलो वायर मेल्ट हुन्छ र सर्किट ब्रेक गर्छ। सर्किट ब्रेक भएपछि करेन्टको फ्लो बन्द हुन्छ, जसले इलेक्ट्रिक एप्लायन्सेसलाई ड्यामेज र आगलागी जस्तो एक्सिडेन्ट हुनबाट बचाउँछ। यदि तिमी 2083 को लागि एससी प्रिपेयर गर्दैछौ भने तिम्रो लागि गुड न्यूज। लास्ट इयरको जस्तो यो वर्ष पनि गुरु शिक्षाले तिम्रो लागि फिजिकल र अनलाइन क्लासेस लिएर आउँदैछ, जसको वर्षको फी तिम्रो एक हप्ताको खाजा खर्च भन्दा पनि कम हुनेवाला छ। क्लास सँगसँगै यु क्यान एक्सेस टु स्किल डेभलपमेन्ट कोर्सेस जस्तै कोडिङ, पर्सनल डेभलपमेन्ट, फाइनान्स, स्पिरिचुअल, मेमोरी क्लासेस, त्यही पनि फ्री अफ कस्टमा। लास्ट इयर धमाक्का भएको थियो, 40% एबोभको साइन्स र म्याथमा 4 GB आएको थियो। अब पालो तिम्रो। यसको बारेमा बुझ्न छ भने तिमी मलाई डीएम गर्न सक्छौ, कमेन्ट गर्न सक्छौ, हाम्रो व्हाट्सएप च्यानलमा जोडिन सक्छौ या गुरु शिक्षालाई तिमी कन्ट्याक्ट गर्न सक्छौ। रोको, यदि तिमी पोखराबाट छौ भने हाम्रो फिजिकल क्लास सुरु हुँदैछ। तिमी पैसाको चिन्ता नगर, म छु।